ओके गाइज, हामी चाहिँ आइसकेको छौँ आज कुमाकायाको दामी पार्क। के पार्क भन्दाखेरि आराकावा पार्क। र हामी यहाँ देख्न सक्नुहुन्छ नेपालको जस्तो भ्यू। र के छ भन्दाखेरि स्पेसल हाम्रो नेपालको तोरीबारी छ र तोरीबारीसँग जापानको साकुराबारी छ। साकुरा पुरै साकुरा देख्न सक्नुहुन्छ यो हैन। यतापट्टि पनि त्यति नै छ, उतापट्टि पनि त्यति नै छ, पुरै साकुरै साकुरा छ। अहिले ठ्याक्क साकुरा फुल्ने भयो र यतिखेर भनेको आजको दिन भनेको यस्तो दामी मौसम भएको, भोलिबाट फेरि मौसम चेन्ज भयो भने राम्रो देखिँदैन। आज एकदम स्पेसल मौका पारेर हामी आएको छौँ। तपाईँहरूले कस्तो लाग्छ हेर्दै गर्नुहोस्, हामी दामी सिनहरू देखाउँछौँ। लेट्स गो गाइज।